सबैलाई गुड मर्निङ, ख्रिस्टी अभिवादन। आज हामी हेर्नेछौँ 5वटा यस्ता कुराहरू छन् जसले गर्दा हाम्रो प्रार्थनाको उत्तर हामी पाइँदैन। पहिलो नम्बर के छ, हाम्रो आदतहरू यस्ता छन्। हामी हेर्नेछौँ मर्कुस 11:25 अनुसार जब हामी कसैलाई माफ गर्दैनौँ त हाम्रो प्रार्थना रोकिने गर्छ। दोस्रो नम्बर छ याकुबको किताब 1:6 अनि 7 लेखेको छ, अविश्वासी जब हामी विश्वासमा पक्का हुँदैनौँ, जब हामी अविश्वासी हुन्छौँ त हाम्रो प्रार्थना रोकिन्छ, प्रार्थनाको उत्तर हामी पाउँदैनौँ। तेस्रो छ याकुब 4:3 अनुसार गलत इच्छा या गलत सोचले गर्दा हाम्रो प्रार्थनाको उत्तर हामी पाउँदैनौँ। अनि चौथो नम्बर छ दोस्रो इतिहास 7:14 लेखेको छ कि घमण्ड र अहङ्कारले गर्दा पनि जब हामी घमण्डी र अहङ्कार हुन्छौँ हामी प्रार्थनाको उत्तर हामी पाउँदैनौँ। अनि नम्बर 5 के लेखेको छ, नीति वचन 28:9 अनुसार लेखेको छ कि जब हामी परमेश्वरको वचनलाई अवहेलना गर्छौँ, हामी परमेश्वरको वचनको आज्ञाको पालन गर्दैनौँ भने हाम्रो प्रार्थनाको उत्तर पाइँदैन। प्रेज द लर्ड, आमेन।